यहाँ चाहिँ दाइहरूको सोरुम छ होइन दाइ यो त के हो तपाईँको पनि त करोड करोडको सामान राख्नु भएको त कारण के हो यो कारण केही होइन भाइ यो ओहो त्यस्तै हो यो त हेर्दाखेरि नि तपाईँको अब यो त अरब अरब सामान देखिन्छ होइन झिलिमिली देखिन्छ यता हेर्नुहोस् सबैजनाले कस्तो बवाल सामान हो कि यो भनेको प्योर हातले खोप्ने हातले पेन्टिङ गर्ने बुद्ध भगवानको सामानहरू टक्कै यो माथि राख्न मिल्छ दाइको हजुरहरूलाई सामान चाहिएमा यो सोरुम नै भिजिट गर्न सक्नुहुन्छ दाइ यो बुझाइदिनु दाइ यो क्लियर कुरा नेपालीहरूलाई होइन हजुर अब देश विदेश बस्ने नेपालीहरू होइन अब यो सामान के हो होइन यो सामान के हो कस्तो हो यसको बारेमा चाहिँ अब हत्तापत्ता अब कमै जस्तो मान्छेलाई चाहिँ थाहा छ किनभने टिबेटियन होइन लामाहरू उनीहरूलाई भनेको चाहिँ थाहा भयो यो सामान के हो भनेर तर हाम्रो आम नेपालीहरूलाई चाहिँ अहिलेसम्म पनि कुनैले त देखेकै छैन क्या यो हो कि तपाईँले अब यो प्रष्ट बुझाइदिनु पऱ्यो यो सामान के हो भनेर यो तपाईँको कसरी यो अब तपाईँले यो कसरी म्यानुफ्याक्चर हुन्छ कहाँ हुन्छ होइन खास के हो यो खास यो केले बनाइन्छ यस्तो अब सुनै सुन जस्तो देखिन्छ खासमा यो हो सुनै सुन भन्दा पनि यो चाहिँ हाम्रो गोल्ड कलरबाट हजुर बनाएको हो यो चाहिँ हाम्रो चोक्चे यसलाई चोक्चे भनिन्छ भन्छ चोक्चे पनि हो यो अब हाम्रो शेर्पा टिबेटियन भाषामा सोल्च्या हजुर पनि भन्छ यसलाई ए यो चाहिँ हाम्रो लामाज्यूहरूलाई पढ्ने बेलामा जुन हाम्रो पूजाआजा हुँदाखेरि लामाज्यूहरूलाई टक्कस उहाँहरूलाई चाहिँ मान सम्मान ए त्यो हिसाबले चाहिँ उहाँहरूले त्यहाँ छोई पढ्नलाई अनि खानेकुराहरू उहाँहरूलाई विशेष उहाँहरूको लागि हो यो चाहिँ अनि एकजनालाई हाम्रो तामाङ बुद्धिस्ट जुन बुद्धिज्ममा चाहिँ यो चाहिने चिज हो हाम्रो तामाङमा पनि चाहिन्छ पहिला चाहिँ थाहा थिएन हाम्रो तामाङहरूलाई पनि अहिले चाहिँ धेरैजनाले अब बुझ्यो नि त पछि आएर पहिला पुर्खामा त थियो अरे अब पछि फेरि गएर अलि लोप हुन आँटेको थियो फेरि अहिले रिकभर भएर चाहिँ फेरि अब सबैजनाले मान्दै आएको छ त्यही भएको हुनाले पनि अहिले धेरै ठाउँमा चाहिँ यो फर्निचर यो टिबेटियन फर्निचर पहिला चाहिँ यो पुरै टिबेटमा उत्पादन भनौँ न यसको जन्म चाहिँ टिबेटमा हामी अब पहिला त नेपालमा त्यति थिएन नि त त्यो हिसाबले चाहिँ यो टिबेटबाटै आएको हो मान्छेहरूले पानीहरू मात्रै अलिअलि फाङ्गामा जस्तै अब यहाँ आर्टहरू पनि ड्राइगन छ भेटो अब यसमा हामीले चाहिँ मिल्ने हिसाबले लामाहरूले जेपट्टि लेख्नु पनि मिल्दैन यसमा चाहिँ अब कुन सामान राख्नुपर्छ कुन राख्नु हुँदैन त्यो चाहिँ प्रायः मान्छेलाई थाहा हुँदैन अब हामी म त यही क्षेत्रमा अब लगभग 23 समथिङ भयो यो काम गरेर यो क्षेत्रमा लागेर अनि हामीले चाहिँ गुरुहरूले भनेको हिसाबले जाँदाखेरि यस्तो यस्तो चिजहरू चाहिँ राख्नुपर्छ अहिले मान्छेहरूले बजारमा पल्लाको यस्तो छ उस्तो छ भनेर यो चाहिँ फेरि कम्पिटिसन छ अहिले चाहिँ हजुर कम्पिटिसन भएको हुनाले मान्छेहरूले केही थाहा हुँदैन जेपिटी हालेको पैसाको लागि अनि कोही कोहीले चाहिँ ट्राइब जस्तो अब कुनैले चाहिँ कपी गरेर अब सेम निकाल्छ तर बनाउने तरिका चाहिँ आफ्नो हुन्छ यो सर्टकट बनाउने तरिका पनि छ सर्टकटमा सस्तो सामान पनि यो कलरदेखि यो सामान यो फर्निचरको जुन बनाउने स्ट्रक्चर छ नि यो जुन प्लाइहरूदेखि हर चिज सस्तोमा बनाउने अनि सस्तोमै बेच्ने कुनै मान्छेले चाहिँ अनि अब हामीसँग आउँछ त्यो चिन्ने कस्टमरहरूले चाहिँ एकदम मन पराएर मेरैबाट लानुहुन्छ तर कुनै अब सामान चिनेको हुँदैन तर उस्तो उस्तै देख्छ तर मान्छेहरूले चाहिँ के गर्छ भने तल सस्तो छ तपाईँको चाहिँ किन यति धेरै महँगो भन्छ तर नबुझेर हो कुनै प्रायः सबैजना त्यस्तो हुनुहुन्न होइन अब जसलाई सस्तो अब
त्यही अनुसारको अब कोही कोही त अब म पनि सस्तोको बनाउँछु, तर प्रायः जस्तो सस्तोको भन्दा पनि लङ लास्टिङ टिक्ने हिसाबको चाहिँ भनौँ भने अब एकबार किनेपछि सधैँभरिलाई होइन लङ लास्टिङ जाओस् भन्ने हिसाबले बनाएको हो यो। अब यो फेरि हाम्रो सामान चाहिँ यो सामानको चाहिँ महत्त्व के छ भने जति पुरानो भयो जति एन्टिक भयो उति नै राम्रो हुन्छ कि यो चाहिँ। त्यो हिसाबले पनि अब हामीले लङ लास्टिङ टिक्ने हिसाबले चाहिँ राम्रो काठ राम्रो प्लाईहरू यो कलरहरू पनि राम्रो, यो बोल्टहरू पनि एकदम राम्रो खालको हो। आर्ट त त्यही भइहाल्यो होइन, लेख्नेमा आफ्नो स्टाइल हुन्छ, आफ्नो तरिका हुन्छ। यो चाहिँ हाम्रो यो नयाँ अर्को यो चाहिँ टेस्टागे अष्टमङ्गल यो तपाईँको होइन हेर्दाखेरि हामीले यो एउटा शङ्ख जस्तो छ दाइ होइन, हेर्दाखेरि यति सिम्पल देखिन्छ यो, तर यसलाई कम्तीमा नि यति एउटा शङ्ख कोरेर डिजाइन गरेर पेन्टिङ गर्न कति लाग्छ दाइ? यो जो पाइ त्यो मान्छेले हतपत लेख्न पनि सक्दैन, यसको लागि कम्तीमा यतिको रिमो लेख्नका लागि चाहिँ धेरै प्र्याक्टिस चाहिन्छ। अहिले त फोटोकपीको जमाना छ होइन, अहिले त जसले पनि टक्क निकाल्यो फोटोकपी गर्यो त्यो हिसाबले लेख्छ, तर लेख्ने मान्छेले थाहा हुन्छ। यो चाहिँ म आफै खुद लेख्छु, मेरो भाइहरूलाई त उनीहरूले माथि सक्कर गरेर निकाल्ने हो, केही छैन, ठेकामा गर्ने भाइहरूलाई त होइन मैले लेखेर दिएपछि उनीहरूले इजी छ। तर प्रायः मान्छेले चाहिँ त्यो अब ठिक यसको पनि ठिक हुन्छ, अब ठिक थाहा हुँदैन, झ्यापल लग्यो कुनै यति तन्केको